के छ धुमा अनि खबर ठिक छ छैन सुस्मै अनुहार लियो ज्याला आएन आयो आयो बाबा उडुत्तस गर्दैछ सुस्मा अब आधा घन्टा 1 घन्टामा बेबी सुस्माका हातमा आइपुग्छ कत्रो आँखा हेरे भिडियो कति बजे 49 भयो 58 भयो होला हेलो ल त्यो मिला त्यो फुल फुल खै कसलाई दिने फुल बेबी लागि थियो मिलाई कसलाई दिने फुल ह उता उता थुमी उ उता हात धोरा त्यो कासले छ त्यो ल जान हात दे कसलाई दिने हो फुल ल त्यो राख दे उता थुमी घटामा काकालाई दिने हुन्छ ल जाऊ देऊ उता बेबी उता थुमी उता देऊ त ल बेबी नुनु गरेछ नुनु गरेछ ल त ल हेलो कता आयो अंकित हस्पिटल किन आयो पेट दुखेर हो कसको बच्चालाई काकाको हो अंकितको के हो त नि भाइ भाइ हो ओहो लडे बिहान हेलो के ना के छ खबर अंकितको नि छ च्यानल कहिले बनाएको आज होइन हिजो हिजो बनाइसक्यो ल ल ल कति शॉर्ट 3टा र भिडियोहरु चाहिँ 3टा हो र हुन्छ म गरिहाल्छु नि 6टा ल ल ल म गरिहाल्छु नि आमा सन्चै हुनुहुन्छ टोपी खोल्नु न सन्चै दिउँसो त टाउको दुखेर चक्कर लाएर अहिले गाडीमा आउँदा आउँदै मलाई यो पोखा दुखेर अनि कहाँ आउनु भयो आमा कहाँ आउनु भयो हस्पिटल बडीलाई भेट्न आएको नाति भेट्न आएको ए नाति भेट्नलाई छोरो नाति भेट्न आएको नाति भेट्न मन लाहा नाति भेट्न मन लाहा भेट्न मन ल ल आउनु ल केही छैन जाऊ कति नम्बर 3 नम्बर 3 नम्बर कस्तो लागिरहा त हामी भाइ भेट्न आऊ युक्सित यस्ता हो
एकसित यस्ता ढोका खोल्ने अनि एउटा त हात धुने त्यहाँ यहाँ हात धुने अंकित पहिले यहाँ हात धुने त्यो साइपुवा यो साइपुवा अलि खोल्छ पहन झोला झोला यहीँ राख्न आमा हात धुनु अनि पेपरले ड्राई गर्ने राख्नुहुन्छ यहाँ माथि अंकित रेडी हो काशी ड्रेसिङ लगायो नि लगा नि त यहाँ छ त्यसपछि राम्रो भयो नि त अब बेबी सानो छ नि त बिरामी भयो भने काठै हुन्छ हेर्न कत्रो गरेर हेर्न हुन त अंकितले कि याना नि देखेको थियो आँखातिर हात पनि नछोड्ने है पोल्छ हात धुनु बेबी नै सानो हो टाउको सानो भाइ नै सानो हो अंकितको नि युट्युब च्यानल बनाएर अब अनि टाउको मात्रै ठुलो हुन्छ अनि टाउको चाहिँ यत्रो मान्छे यत्रो भयो कस्तो देखिन्छ हेर कस्तो दादा म पेटमा हुँदाखेरि बोल्ने दादा यहाँ आउनु भएको छ पेपरले पुस्नु अनि त्यसपछि यो लगाउनु फेरि त्यो पुसेर नि यो लगाउनु के फेरि त्यो चाहिँ लगाएर मोल अब पेपर तान्नु हात पुस्नु ल अब यहाँ नतान्नु अझै के मजाले नडराइकन हाल्नु त ल अब दुईटा हात मजाले मिच्नु मात्र अब सुक्खा हुन्छ ल हो ल भयो अब यसलाई उ गर्ने यसलाई सुकेपछि बल्ल लिने है फेरि चिसो छ यो भएपछि हातको किटाहरू सबै अङ्कितलाई चिने जस्तै छ हेलो मलाई उठाउन आयो भनेको छ लान्छ न सुन्छ नि अहिले डाक्टर आएन आज यहाँ पैसा आज अब पिडा भएर आउँदैन त्यो ऊ पेटा आउँदाखेरि त्यो ऊ भयो होला चेप्पेर चल्न त चलाइरह सबै औँलाहरू पनि चलाइरह तर त्यो पोजिसनमा कान पनि अलिकति भयो के भएर कान त कुच्या यस्तो भिडियोमा चाहिँ यस्तो यस्तो भएको थियो यस्तो यस्तो भयो फेरि सेम साइड हो क्या त्यो साइडमा उ भएर होला कि त्यो धेरैपट्टि चेप्पेर होला एकपट्टि भएको भएर त्यो दुइटै उ भयो कि बोइनको कागजहरू भोलि डक्टरै आएन अंकित डाक्टर भोलि आउँछ अरे अनि बिस्तारै बोल्ने हो क्या यहाँ गरी गरेर अनि बोल्दै हेरेर नर्मल खान्छ नि कति शान्त भएर हेरेको छ हेर्नु न रोइरहेको थियो भर्खरमा उठेर बसेको आगो लानुभएको होला अनि सुतेको थियो पुरो लाएर बसेँ है टाउका पनि पुरो यहाँ पनि ज्ञानो पनि पुरो थियो नि जा कम्पनी होला होइन हजुर कम्पनी होला पुक्क गऱ्यो कत्रो पुक्क सानो भाइले पुक्क गर्यो त्यो अमिलोको डान्स केलाई भाइलाई हुन्न हुन्न यहाँ राख्ने नि त लिनेले भन्छ नि त यता बनायो क्या कुर्ती त खै कस्तो रहेछ देखा नि त राम्रो छाने हो अहिले पैसा पनि छ म भन्दिन कस्तो खाले ओके भाइ जस्तो सानो खाइ ओहो यो अंकितको अक्षर त होइन आमाको सबभन्दा बेस्ट
जाने हो छोरी जाने हो हजुरआमा जाने हो ओ माई गॉड हजुरआमा बस्नुहुन्छ क्या बसेर के वहाँ छ ओ माई गॉड बेबीलाई हो बेबीलाई घोचो बनाइदिनु बेड घोचो बनाउनु म पहिला छ कता त्यो त पछाडि किन पछाडि अब अमेरिकामा जाँदाखेरि किन लिनै सक्दैन भाइले अब ई मलाई समझमा व्हाट अंकित $1 लेके आयो भाइ ल आफ्नै पैसा 50 चाहिँ हैन यो चाहिँ आफ्नै भाइले दिनु मन लाग्यो ओ माइ गॉड अंकितलाई यस्तो माया लागेको भाइको है ल भोलि पर्सि यो भिडियो हेरेर भाइले के त भन्छ है ल हजुरआमा जाने यार आमाको नि भाग्यमा लेख्नु भएको रहेछ गोचे छैन के पनि हुँदैन बेड देखाएन हस्पिटलको बेड अंकितले नाक त मेरो जस्तै आयो तर किन यो उचाल्यो भाइलाई हेरेर कस्तो लाग्यो ल ना ऊ भाइ क्याना बर्थडेको भोलिबल त क्या नि बर्थडे त अब त लगातार हुने होला डिसेम्बर अनि के अरे उता अहिले त 5 जना पहिला नर्सलाई बोलाउनु पर्छ पहिला तपाईले लिनु न सुगर चेक गर्ने भने कि तपाईले लिनु न म लेख्न लिइरहनु हैन दुई ठाउँमा हतार भएन भर्खर आएको रोइहाल्छ नि सब 5 बजेतिर आमा यता हेर्नु त म कति किलो जन्मेथे म कति केजी जन्मेथे म जन्मिँदा कत्रो थियो अन्दाजीले 2 किलो बढी थियो घरि थिएन अनि ठुलो भएपछि त त्यो त 2 किलो हुन्छ त यो जत्रै थियो यो भन्दा त कति हो ठुलो अनि कसरी 2 किलो भयो त नि यो लगभग 3 किलोको ह यसको वेट 3 किलो ह 3 किलो ठिक्कै 3 किलो के भयो बढी छैन 3 किलोमा अलिकति कम 2 किलो 900 ग्राम जन्मिँदाखेरिको वेट चाहिँ अलिकति घट्छ 4 point कति % घट्यो रहेछ 10% भन्दा बढी घट्यो भने चाहिँ जान्छ दुध खाएको खाइ गरेर बाबु परिहाल्छ ए बाबु खाना मानेन भने हो सुतियो आहा पुली पाए हा निरा पनि गरे हा दुध त गुड यहाँको त होइन अनि गर्नु नगर न अहिले लडिन्छ एक दुई चोटी दुईचोटी खुवाए पहिला राति नि फेरि मैले बसाल्नु जस्तो गर्यो अनि मागे थिएँ अनि आधा रुसको मात्र खायो अनि आधा खाएँ त्यसपछि चाहिँ मागे अच्छा भोलि हाँस्छ आफै निन्द्रामा हाँस्छ कस्तो रहेछ भाइ भन्ने लाग्थ्यो होला अंकितलाई है कस्तो रहेछ त सानो अनि सानो हुन्छ त अंकित नि यस्तै थियो सानो थियो कियाना सानो यत्रै थियो रुँदैन केही नि हुन्न एकछिन रोइन् कान किन हो यस्तो भएको त्यो ठिक हुन्छ थियो पहिले जन्मिँदैन त्यस्तै अलिकति दौडिया धेरै त्यो एकपट्टि बिहानको त्यस्तै थियो रे यस्तै टालेको थियो सुती दुध खुवाउनु हुन्न काखमा लिएर खुवाउनु यहाँ त सुतेर खाऊ भन्दो रहेछ फेरि सुतेर खुवाउनु हुन्न कानतिर हुन्छ अहिले मात्र सुत्रै खाउनु धेरै आउँदैन त्यो धेरै आउने भएपछि होला नि एउटा खाँदाखेरि अर्को छुट्टा हुन्छ नि त अनि त्यही बेला धेरै आउने भयो के गाह्रो भयो भने भन है हिजो बसेर भन्नु गाह्रो भयो भने तिम्रो ढाड के भयो नचल त्यस्तो जाने हैन फर्स्ट त त्यता अंकितको ढाड चाहिँ समात्दिनु बरु भाइ पाएको मान्छे बरु हात अर्को हात पटा छ भने अगाडि पछाडि उतापट्टि त्यही छ नि हात दोब्रिन्छ त्यही छ के छ कि छ त्यही अगाडि छ यहाँ तलपट्टि छ व्हाट के हो यो उता ढल्कियो के हो यो त्यसो पादे के हो कियानाले साउन्ड भन्दा काका हो कि भाइ यहाँनिर बुढियालाई चाहिँ यस्तरी खोज्दियो अन्त बुढियालाई कतरी खोज्छ भयो कि आमाले देऊ नो नाच सुन्ने अहिले हुन्छ भाइ आमालाई दे अहिले फेरि हामीले लिने बेला भाइ अहिले घर जाने बेला हुन्छ फेरि 7 बज्न लागिसक्यो
यहाँ बस्नै भाइ पाइँदैन घरमा आउँछ भोलि पर्सितिर भाइ घरमा आमाले लिन्छ आमाले एकछिन फेरि लिएर घरले जान्छ रङ्गितले अब नयाँ बच्चा पाउने ल बच्चा पाउनु ल सोचौँला न बच्चा पाए नि सधैँ त्यतिकै हुँदैन ठुलो हुन्छ देऊ न अङ्कित आमालाई लिन्देऊ अहिले घर जाने बेला हुन्छ एकछिन दे मम्मीलाई जाऊ तिम्रो पालो सक्यो उठा दिदी भयो अब मबाट आएर एक वर्ष बर्थडे मनाउने बित्तिकै दिदी फ्याट्टे भोलिपल्टै है बर्थडे भएको भोलि उतिखेर बर्थडे आएर रहेछ के अघि भएको भए त कति आउँथ्यो खाएर आउने बित्तिकै हो फेरि रातिबाटै सुत्दै भाइ भाइ वाउ भाइ कस्तो लाग्यो अङ्कित नगर केनाले घरको गुडिया जस्तो लाग्यो होला चुम्मा देखाउ ऊ भाइ नरौ तिमी त नरौ दिदी भयो सानोमा दिदी भयो ल भयो घरमा गएपछि बहिनी जस्तै कुर्ती त्यो बाँधेर हिँड्छ बाँधेको थियो मैले हात हाल्नलाई निकालिदिएँ ए त नि त्यो माथिसम्म पुगेको थियो अहिले चाहिँ पुगेन छ अब त सबै अब सबै अङ्कितको सामान दिनुपर्छ भाइलाई अहिले ठुलो भयो कियाना कस्तो कुर्सीमा बस्छ त्यस्तै कुर्सीमा बस्छ भाइ ठुलो भएपछि कियाना अघि अङ्कितलाई अझै लिनु मन लाग्छ अब ठुलो हुन्छ भाइ अनि लिनु घरमा त्यसरी गर्ने होइन ल खसाउलाई धेरै गर्नु तिमी टुप्पा बस्या छौ भोलि पर्सि के अङ्कलको घर गएपछि ठुलो हुन्छ अनि जति लिने लिएर डाक्टरले चेक गरेर अनि छुट्टी परेको बेलामा अब भाइ ठुलो के हाल्यो मार्गरिनी पनि हाल्यो केहरू हो हेरौँ त है खोलेर मिल्छ चाहिँ के हो यस्तो ब्रेड हालिदिनु एउटा मार्गरिनी दुध इलेक्ट्रिसिटी रहेछ अर्को खान्छ हाम्रो अहिले त जुस पनि नदिएको है के भयो जाडो भएछ नि त बेलुलाई पट्टु लागेको छैन रोइसक्नु भयो यहाँ बाबाआमा नभएर अहिले नुहाइदिने नआएको म दुध आउँछ दिन म दुध आउँछ नि सुत्छ भयो बाबा भयो खानेकुरा बाबा यस्तो छ कसरी खाने हो यस्तो खानेकुरा थाहा छैन ए बेबा के भयो
मिठो सुषमा खाना एकदम मिठो संसारकै मिठो खानेकुरा फिनल्यान्डको हस्पिटलमा पाइन्छ हाँसे क्या हो के रुन लाओ हाँसे के रुन लाओ हाँस्छ हिजो नि हाँस्यो त्यो खाँदा खाँदै सपनले होला नि Kaki huvud, när jag hade. Ja lasketaan 1, 2, 3, 4, 5 ja päästetään 2. No joo, ja uudestaan. Mä otan vaan. 1, 2, 3, 4, 5. Ja molempiin jalkoihin, toiseen sitten lähes. Sellaiset jumpat. Joo. Just noin. Eli tämä on suorassa, niin silloin on hyvä, kun polvi ja nilkka. Nämä on suorassa, silloin on hyvä venyttää. थाहा छैन बा अझै पनि खानु पर्यो यति कपको फुल के गर्दै हो बेबीले बुब खाँदैछ अब हामी कता जाने होला हामी घर जाने हो है घर जाने हो सकाइ जस्तो हो सक्यो हामी रेडी टु गो होम लगेज Kolla kan doka. स्वागत छ हाम्रो सानो भाइलाई स्वागत छ कियानालाई ओ नुनु गरे रहेछ हाँस्यो हाँस्यो म सामान लिएर आउँछु
उता उता भित्र राख्न अघि अघि नगर अलिक टच नगर कति क्युट कति क्युट ओ माय गॉड रेडी नै छ पहिले अलि रेडी हाँसेको